हाम्रो हिन्दू धर्ममा नि तुलसी महारानीको अत्यन्त ठुलो महत्त्व छ। 2-4 शब्दमा यसको महत्त्वको बारेमा वर्णन गर्न सकिँदैन। जब हामीले भोग लगाउँछौँ भगवानलाई, भोजन अर्पण गर्छौँ भगवानलाई, त्यसमा तुलसी पत्ता छोड्नुपर्छ। बिना तुलसी पत्ता त भगवानले एउटा जल पनि स्वीकार गर्नुहुन्न, हेर्दा पनि हेर्नुहुन्न भनिएको छ भने एउटा जल पनि तुलसी पत्ता बिना भगवानले स्वीकार गर्नुहुन्न भने यो जीवन तुलसी बिना तुलसी लगाएको यो जीवन भगवानले के स्वीकार गर्नुहोला? कदापि गर्नुहुन्न। भक्तमाला तपाईँ हेर्नुहोस्, कुनै पनि भक्तले बिना तुलसी बिना गुरु भगवानलाई प्राप्त गरेकै छैनन्। यदि तपाईँ भगवानको नजिक जान चाहनुहुन्छ भने, यसै जीवनमा भगवानलाई प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँले तुलसी माला लगाउनै पर्ने हुन्छ। यसका पनि आफ्ना नियम छन्, तुलसी लगाउने पनि नियम छन्। त्यो नियममा त बस्नै पर्यो। तुलसी मालाको अत्यन्त ठुलो महत्त्व छ। तुलसी महारानी भगवानको सबैभन्दा प्रिय हुन्। जब कोही व्यक्ति अन्तिम अवस्थामा पुग्न लाग्छ, उसलाई तुलसी पानी पिलाइन्छ, किनकि उसका सम्पूर्ण पापहरू नष्ट भएर उसको पनि नरकगामी ऊ नहोस् भनेर। कसैको शवमा अन्त्येष्टि गर्दा थोरै मात्रा भए पनि तुलसीको काठ यदि मिलाइएको छ भने उसको नरकगामी ऊ हुँदैन भनेर भनिएको छ। सम्पूर्ण पापहरू उसको नष्ट हुन्छन् भनेर पनि भनिएको छ। जब कोही मानिस मर्न लाग्छ नि, अनि उसलाई छिटो छिटो तुलसीको मठमा लाने चलन छ, किन भन्दा उसको पनि नरकगामी ऊ नहोस् भनेर यो गरिन्छ। त्यसैले तुलसीको अत्यन्त ठुलो महत्त्व छ। यो काठ यो शोभाको लागि, यो फेसनको लागि होइन कि भगवानको नजिक हुनको लागि, भगवानको प्रिय बन्नको लागि, ताकि यो शरीरलाई पनि भगवानले स्वीकार गर्नको लागि लगाएको हो है। जब हाम्रो अन्तिम अवस्था आउँछ, यो तुलसी माला देखेर यमराज हाम्रो अगाडि आउन सक्दैन, जसले तुलसी लगाएको छ, किनभने उसको अधिकार हुँदैन। यसमा त भगवान नारायणका दूतहरू आउनुपर्छ, जसले तुलसी माला लगाएको छ उसलाई लिनको लागि। त्यसैले जो भगवानको नजिक जान चाहनुहुन्छ, जो भगवानसँग प्रेम गर्न चाहनुहुन्छ, जो आफ्नो मुक्ति चाहनुहुन्छ, उसले तुलसी माला लगाउनु अवश्य नै पर्दछ। यस्तै तुलसी महारानीलाई